सो हेलो एभ्रिवान वेलकम टु द च्यानल। सो यो भिडियोमा चाहिँ हामी बेसिकली एरेको बारेमा बुझ्न जाँदैछौँ, जुन चाहिँ ग्रेड 12को 8 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट छ। सो मैले एउटा भिडियो बनाएको थिएँ इम्पोर्टेन्ट क्वेसन्स फर यो सी प्रोग्रामिङबाट कुन कुन इम्पोर्टेन्ट छ भनेर, त्यसमध्ये एरे चाहिँ एउटा है। सो हामी चाहिँ बेसिकली यहाँ चाहिँ एक्जामको पर्सपेक्टिभबाट एरेलाई बुझ्न खोज्छौँ। सो फर्स्ट थिङ हामीले के बुझ्नुपर्छ भने एरे भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि कलेक्सन अफ सिमिलर डेटा टाइप्स है। सो कलेक्सन अफ सिमिलर डेटा टाइप्स भन्नाले कस्तो भन्दाखेरि यसलाई चाहिँ हामीले एउटा ऱ्याक जसरी लिगौँ होइन। सो यो चाहिँ ऱ्याकमा के हुन्छ त भन्दाखेरि डेटाहरू हुन्छ, ठिक छ। ओभरअल ऱ्याकमा के हुन्छ त हामीसँग डेटाहरू हुन्छ। अनि यो चाहिँ किन युजफुल छ भन्दाखेरि अब सिमिलर डेटा टाइपलाई हामीले भेरिएबल्स बनाएर गर्छ नि, अलिकति कस्तो हुन्छ भन्दाखेरि सपोज हामीले एमा एउटा नम्बर स्टोर गर्छौँ अरे, बीमा अर्को नम्बर स्टोर गर्छौँ अरे, ठिक छ, सीमा अर्को नम्बर स्टोर गर्छौँ अरे। यो गर्नुभन्दा यो तिनटैलाई एउटा ऱ्याक जस्तोमा राख्थ्यो भने के गर्न त मिल्छ भन्दाखेरि 1 2 3 भनेर यसलाई नै ए भनिदियो भने हामीलाई सजिलो हुने भयो नि त, यसले गर्दा हाम्रो मेमोरी पनि बच्ने भयो। सो त्यसको लागि चाहिँ हामी एरे युज गर्छौँ। यो चाहिँ 1 मार्क्समा सोध्न सक्छ, सोधिहाल्यो भने वाट इज द इम्पोर्टेन्स अफ यो एरे टाइपको। र अब एरेलाई सल्भ गर्नु भन्दाखेरि एरेको क्वेसनलाई ट्याकल गर्नुभन्दा अगाडि सबैभन्दा हामीलाई चाहिने इम्पोर्टेन्ट कन्सेप्ट भनेको इन्डेक्सको कन्सेप्ट हो। इन्डेक्स भन्नाले चाहिँ कस्तो भन्दाखेरि हामीले भन्यो नि एउटा बक्सा हो भनेर, एउटा ऱ्याक हो भनेर। सो यो ऱ्याकको हरेक बक्साको चाहिँ आफ्नो इन्डेक्स हुन्छ अथवा आफ्नो नाम जस्तो हुन्छ। सो यो चाहिँ जहिले सुरु हुन्छ 0 देखि, अब कति पोजिसन एरे छ त्यसको, सपोज एरेको साइज n छ अरे भनेको यसमा 5वटा एलिमेन्ट अट्छ अरे, एउटा कुनै पनि एरेमा 5वटा एलिमेन्ट अट्छ भने यो 0बाट सुरु भएर n-1 सम्म जान्छ। किन n-1 सम्म जान्छ त भन्दा 0बाट सुरु छ है। सो यो पनि एउटा एमसिक्यूमा आउने क्वेसन हो। सो कतिबाट चाहिँ एरेको एलिमेन्टहरूको इन्डेक्स सुरु हुन्छ भनेको 0बाट। सो फर्स्ट एलिमेन्ट यहाँ आउने भयो, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ हुँदै 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 n-1 सम्म जाने भयो, ठिक छ। सो हामीले फर्स्ट एलिमेन्टलाई चाहिँ 0 इन्डेक्सबाट एक्सेस गर्न सक्छौँ। अब एउटा इक्जाम्पल हेरौँ है यो इन्डेक्सको। लेट्स चाहिँ हामीले एउटा एरे बनायो अरे इन्टिजरको, यसको साइज छ अरे 5, ठिक छ। ल यसमा चाहिँ भ्यालु छ अरे 1 2 3 4 5 भ्यालु छ अरे। सो हाम्रो अब एउटा बक्सा भन्छ ऱ्याक जस्तो 1 2 3 4 5। यो कहाँबाट सुरु छ 0बाट, त्यसपछि 1 2 3 4 सम्म भने नि एनको भ्यालु हामीसँग कति छ, यो चाहिँ एनको भ्यालु है। एनको भ्यालु अहिले छ 5 भनेपछि लास्ट एलिमेन्ट कति हुनुभयो n-1 भनेको 5 - 1 4। सो यो हाम्रो 0बाट सुरु भएर 4 सम्म चाहिँ जाने भयो। अब हामीलाई त यसको एलिमेन्टलाई एक्सेस गर्नु छ नि त भनेको, यो त इन्डेक्स भयो, जस्ट एउटा की दिएको मात्र भयो है। यसलाई चाहिँ कसरी लिगौँ भन्दाखेरि हामीले एउटा लकर रुम हुन्छ नि, त्यो ब्याङ्कतिर पनि हुन्छ, अनि यो हाम्रो थुप्रै ठाउँमा यो हुन्छ नि एउटा लकर रुम टाइपको क्या, आफ्नो केही सामान राख्ने टाइपको हो, त्यसरी सोच्दा पनि हुन्छ। सो हाम्रो के लेखेको हुन्छ त, बाहिर लकरको नम्बर लेखा हुन्छ नि, 101 लकर, 102 लकर नम्बर, 103 लकर नम्बर भनेर। यो चाहिँ हाम्रो इन्डेक्स भयो। अब लकरभित्र त आफ्नो सामान हुन्छ नि त, जस्तै कसैले कपडा राखेर अरे होइन, कसैकोमा प्यान्ट होला अरे, कसैमा टी सर्ट होला, कसैमा केही टाई साई होला अरे होइन। सो त्यो भित्रको जुन चाहिँ सामान छ नि त्यो चाहिँ यो एलिमेन्ट भयो क्या। सो हामीले सामानलाई निकाल्नु छ भने के गर्नु पर्यो त, पहिला त्यो लकरको नम्बर त चाहियो नि त, त्यो चाहिँ की भयो। सो हाम्रो लकरको नम्बरले चाहिँ सामान निकाल्न मिल्छ है। अब हामीलाई के भनेको छ भन्दाखेरि हाम्रो ए भन्ने जुन चाहिँ एरेको नाम छ, A0 भन्नुको मतलब ए भन्ने ऱ्याकको अथवा ए भन्ने यो एरेको 0 इन्डेक्समा के छ त्यसको एलिमेन्टलाई निकाल भन्यो क्या। सो ए भन्ने एरेको 0 इन्डेक्समा के छ त 1। सो यसले एन्सर भ्यालु कति दिन्छ, 1 दिन्छ है। A2 ले कति दिन्छ, सो 0 1 2 भनेपछि 3 दिन्छ। सो यसरी दिने भयो। तर यहाँनिर मोस्ट अफ द टाइम झुक्किने के हो भन्दाखेरि यो र योमा, यो हाम्रो डिक्लेयर गरे हो, यो हाम्रो एक्सेस गरे है।
त्यो कुरा चाहिँ बुझ्नुपर्छ। हामीले इन्ट A5 लेखेर यसरी भ्यालु दियो भने यसलाई के भन्छ त डिक्लेरेसन भन्छ। यो फर्स्ट टाइम जब एरेको नाम दिएर यसको टाइप दिएर हामीले इनिसियलाइज गर्छौँ नि त्यसलाई डिक्लेरेसन भन्छ, एरेको डिक्लेरेसन। यतापट्टि थोरै बत्तीले छेकेछ, सरी फर द्याट है, तर बुझ्नु त बुझिन्छ होला। सो त्यो चाहिँ हाम्रो एरेको कन्सेप्ट भयो। हामीले इन्डेक्सको कन्सेप्ट, इन्डेक्सलाई कसरी एक्सेस गर्ने भन्ने थाहा पाइसकेपछि खासै गाह्रो हुँदैन है। अब मेन भनेको इक्जामको पर्सपेक्टिभबाट, ठिक छ। सो यदि इक्जामको पर्सपेक्टिभबाट मात्र सोच्ने हो भने चाहिँ हामीसँग दुईवटा क्वेसन आउँछ, एउटा एसेन्डिङ अर्को डिसेन्डिङ। यो दुइटै के को पार्ट हो त भन्दाखेरि सर्टिङको पार्ट हो, ठिक छ। सो हामीले एसेन्डिङ र डिसेन्डिङ अर्डरमा के गर्नुपर्छ त एरेलाई सर्ट गर्ने। धेरै जसो क्वेसन यही सोधिरहन्छ, एरेको एलिमेन्टसँग रिलेटेड क्या, इन्डेक्ससँग रिलेटेड। सो यदि हामीले इन्डेक्स बुझ्यो भने बल्ल चाहिँ नै यस्तो क्वेसनलाई ट्याकल गर्न सक्छौँ है। ल सो म यो एसेन्डिङ र डिसेन्डिङको चाहिँ प्रोग्रामसहित नेक्स्ट भिडियोमा एक्सप्लेन गर्नेछु। थ्याङ्क यू फर वाचिङ। र त्यो इन्डेक्सको कन्सेप्ट चाहिँ त्यो भिडियोको लागि एकदम नेसेसरी हुन्छ। थ्याङ्क यू सो मच।